Hello and once again welcome back to our channel. So आज चाहिँ धेरै महिना बाद we are making our videos हो. आज चाहिँ इमित पुराउँदै हामी चाहिँ प्यालेस जाने प्लान भयो हो. अन्त त्यही कारण चाहिँ सर्ट भिडियो बनाउँ न भनेर चाहिँ प्लान गरेको. सो हामी चाहिँ खास चाहिँ लाइक पुरा प्रब्लम फेस हुँदैछ नि त, किनभने एडिटहरू गर्दा उता लगाउँदा आएको छैन हैन. त्यही कारण चाहिँ लाइक त्यस्तो कन्टिन्यू भिडियो बनाएको छैन नि त हामीले. अहिले चाहिँ आज चाहिँ आई हेभ प्लान टु मेक हो. अन्त वी विल अपलोड हो. अन्त धेरैजनाले भन्छ अब हुन्छ नि, आई थट लाइक मतलब इन्जोय गर्दैन होला हाम्रो भिडियो खालके पनि फिल हुन्छ क्या. तर निकैजनाले चाहिँ अब मतलब सोध्छ जहिले पनि खोइ भिडियोहरू आजकल त आउँदैन त, लगाउनु नै राम्रो राम्रो रहेछ त भन्ने खालके कुराहरू सुन्दा चाहिँ एउटा इन्ट्रेस्ट जाग्दो रहेछ कि. सो द्याट्स वाइ अहिले कन्टिन्यू बस्नुहोस् ल. So we are ready. Our Aju को get up. So show me your get up. Then song no. Aju fit check. उसको chief returning उतै नि त के भन्छ कलेज हस्टेल हस्टेल हो. अनि अहिले चाहिँ हामी चाहिँ जान्छौँ आँटेको अब हो. अन्त तपाईँले देखाउँछु ल हामी चाहिँ कहाँ जाँदैछ भने चाहिँ थङचे प्यालेस हो. अनि वी हेभ प्लान टु हेभ लाइक बिट अफ ड्राई पिकनिक्स. एक्चुअली लाइक हामी चाहिँ जाने खालके होइन कि, बिकज विचार ऊ बहिनी न हस्टेलमा बस्छ नि त. अन्त सो वी ओके बाई बाई सी देयर. कस्तो थियो है. सो अहिले चाहिँ हामी नियर टु आवर डेस्टिनेसन. यहाँ हालत हाम्रो तिनजनाको सामान यस्तो बोकिरहेछ हो. अब पर गएर चाहिँ हाम्रो स्पेसल छ नि त. अहिले चाहिँ दुःख सुख गरेर हामी जाँदैछ होइन. यहाँ पछाडि आउँदैछ. अहिले चाहिँ हामी जाँदैछौँ. सेक्टर पुग्न आँटेको छ हो. अब पुग्न आँटेको भनौँ न. हामी चाहिँ हिँड्दै चढ्यो किनभने चाहिँ अब चाहिँ हस्पिटल डाँडाबाट पाउँछ नि त गाडी. तर वी ह्याड टु बाई लाइक सम थिङ्सहरू हुन्छ नि, सामानहरू किन्नु पर्ने थियो कि. त्यही कारण चाहिँ हिँड्दै जाने प्लान गरेको चाहिँ यस्तो हालत भयो हो. अनि अहिले चाहिँ धेरै 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 थाक्नु भएको छ तपाईँहरूको युट्युबरहरू. सो फाइनली वी आर अन आवर डेस्टिनेसन. यो पानी पनि पर्नु आँटेछ. छिटो छिटो खाइरहेछ नि, लाग्नु पर्नेछ. के हावा गर्नु बसेर खाँदा पनि भयो नि त न. अहिले छिनमै वेदर चेन्ज भयो है. फर द सेकेन्ड टाइम वी आर हियर. असीमा अता छिटो म त तात्यो. सो यहाँ चाहिँ हाम्रो के रेडी भइसक्यो, ग्रेप्स पनि रेडी भइसक्यो. यहाँ ग्रिन ग्रेप्स, यो पर्पल हो. यो दिस इज वाटरमेलन एन्ड एप्पल चिप्स भयो. बेसी भयो नलागेको भयो. एन्ड देयर इज स्पेसल वान अफ द मोस्ट स्पेसल. ला चारवटा मात्रै हुँदो रहेछ. नभए 5जना हुन्छ न. एन्ड हियर इज हस्टेल फर्किने मान्छेले आज यस्तो आउटिङ लिएको नि त. आउटिङ चाहिँ हाम्रो चाहिँ बेसी टाढो पनि होइन, त्यस्तो नजिक पनि होइन, ठिकैको टाढो होइन. कैलाश सो अब चाहिँ हाम्रो फाइनल्ली हाम्रो पिकनिक सक्यो हो. अनि अब चाहिँ उसलाई बाहिर पाउनु पऱ्यो नि त. हामी चाहिँ यहाँ ल्यान्छौँ. अहिले चाहिँ घुम्दैछ हामी. पानी पाउनु थाल्यो, सिमसिम पर्दैछ. पानीले निकै जुटाएको छ हामीलाई. सो अहिले सो यु प्यालेस गुम्पाको. सो दिस इज द मेन प्यालेस अरे हो. एन्ड दिस इज द फुटबल ग्राउन्ड रहेछ. अनि यता चाहिँ डल्लै गुम्पाहरू रहेछ. मेन गुम्पा चाहिँ यो रहेछ हो. एन्ड यहाँ भलिबल खेल्दैछ भाइहरू, आमा भाइहरू हो. तपाईँहरू पनि आउँदा हुन्छ यहाँ घुम्नु, दामी छ. यहाँ एक दुईजना हिँड्दैछ अगाडि. आजको दिन चाहिँ हाम्रो यसरी बितिन्छ हो. सो तपाईँहरू यहाँ हेर्नुहोस्, लोटस पनि रहेछ. अनि यहाँभित्र माछा पनि छ नि, रेड रेड कलरमा माछा. अनि अहिले चाहिँ हाम्रो डल्लै पिकनिक सिकनिक सकेर चाहिँ छ नि टिएनए पुऱ्याउनु जाँदैछु बहिनीलाई. कति चाहिँ भन्यो ल मैले यो चाहिँ. अन्त अब चाहिँ हामी टिएनए जाँदैछु होइन. अनि
माथि चाहिँ डेली दार्जिलिङ पाएको गर ल माथि ठिक छ अनि सो अब चाहिँ म चाहिँ मेरो भिडियोलाई चाहिँ यहीँ एन्ड गर्दैछ हाम्रो भिडियोलाई हो लेट्सहरूलाई चाहिँ भयो भयो सी यु इन नेक्स्ट भिडियो बाई बाई हाम्रो दिन यसरी कट्छ ल बाई बाई इमित बाई सी यु नेक्स्ट टाइम है इमितको फेस चाहिँ